गाइज नमस्ते। म चाहिँ हाम्रो करेसाबारीमा छु। आज म करेसाबारी देखाउँदैछु। यहाँ फर्सीको मुन्टा फलिरहेछ। यहाँ अनार छ, अनार पनि फल्दैछ गाइजहरू। यहाँ करेला कत्रो ठुल्ठुलो भएर फल्दैछ। त्यो बोट हो, कागती पनि फल्दैछ। यहाँ चिचिला लागिरहेछ साथीहरू। त्यसपछि यहाँ हाम्रो ड्र्यागन फ्रुट्स छ। ड्र्यागन फ्रुट्स पनि फुल्न थालेको छ साथीहरू। काँक्रोको बोट हो, काँक्रो पनि यति 11 बजे काँक्रो पनि फल्दैछ साथीहरू। त्यसपछि यहाँ बोडी छ, हेर्नु होला। फर्सीको मुन्टा लह छ। त्यसपछि त्यहाँ करेला पनि फल्न थाले। त्यो हाम्रो मकैबारी हो साथीहरू। यहाँ भिन्डी पनि फल्दैछ। भिन्डी चाहिँ यत्रो भएको छ, भर्खर फल्न सुरु गरे भिन्डी। यो हाम्रो लट्टेको सागबारी। बोडी फल्दैछ। बोडीलाई म टिप्दैछु। बोडी हो यो, कस्तो लामो छ बोडी। हेर्नु साथीहरू, बोडी हो यो चाहिँ। हस् त, धन्यवाद। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला।